जय सुकुम्बासी, सुकुम्बासी एकता जिंदाबाद, गणतंत्र जिंदाबाद, बंदूक तंत्र मुर्दाबाद। हजुर धन्यवाद धन्यवाद सर। म तपाईहरुलाई समसामयिक एउटा कविता सुनाउने अनुमति चाहन्छु। मैले सम्बोधन यथावत गरे। एकपल्ट ताली लगाइदिनुस् न त। मेरो कविताको शीर्षक छ अंग्रेजी राक्षस यन्त्रको ताण्डव। अंग्रेजी राक्षस यन्त्रको ताण्डव। बस्ती शान्त र चकमन्न थियो। अनायास अंग्रेजी राक्षस यन्त्र हुंकार गर्दै बस्तीमा रणाको मचाउन बौलाएको राँगो झै बौलाएर बस्तीमा उदण्ड मचाउन बस्ती छिर्ने हल्लाले त्रसित बस्तीहरूमा आतंक छायो। आतंकित भए बस्तीका मनहरू एका बिहानै बौलाउँदै आयो अंग्रेजी राक्षस यन्त्र र मैमता हात्ती झै बौलाएर पागल मालिकको आदेशमा कोपर्न थाल्यो जताततै, कोपर्न थाल्यो जताततै। रोयो थापाथली मनोहर सिनामङ्गल रानीबारी बागमतीमा आँसु बगाएर धेरै बस्तीहरू। त्यो आँसु मात्र थिएन, वर्षदेखिको गिट्टी बालुवा चालेका परिश्रम रगत र पसिनाले उठेका गरिबी महल थियो होइन र? हेर्दै ढालिरहेको थियो भूमिहीन अव्यवस्थित सुकुम्बासीको सपनाको महल। यता चिच्चाइरहेका थिए बालक वृद्ध अशक्त अपाङ्ग अग्रपङ्क्तिमा जोशीलाई युवा युवतीहरू। तैनात थिए बन्दुकको नाल तेर्साएर चारैतिर जल्लादहरू क्रमशः भत्काइरहेका थिए क्रूर आदेश पालक भाषाहरू। हेर्दै उजाड भइरहेको गरिब बस्ती झोपडीहरू कालो चस्माले के देख्थ्यो र होइन र? सुन्दर झुप्रा बस्तीहरू। मानवको मन भए पो दुष्टको, मानवको मन भए पो दुष्टको। मानवविहीन सहरको कल्पना केवल राक्षसी अहंकार मात्र हो। राक्षसी राजमा राज्यको के अर्थ हुन्छ र? राक्षसी राजमा राज्यको के अर्थ हुन्छ र होइन र? पहिला मानवको बाँच्न पाउने अधिकार घाँस कपास केथा र अधर्मी आत्मालाई जलाएर सम्पदा इतिहासको उपर खुट्टी लगाएर कालै चस्माले हेरिरहेछ अंग्रेजी राक्षस यन्त्रको तमासा। अंग्रेजी राक्षस यन्त्र बुझ्नु हो नि? जलाएर सम्पदा इतिहासको उपर खुट्टी लगाएर कालै चस्माले हेरिरहेछ अंग्रेजी राक्षस यन्त्रको तमासा। पीडा चित्काले अक्रान्त छन् सुकुम्बासी अनि सुकुम्बासी मन र बस्तीहरू बेहाल छन्। होल्डिङ सेन्टरमा कैदी बन्दी झै सुत्केरी बालक वृद्ध भोगिरहेछन् यातना कैद खानामा झै। के सुन्थ्यो चित्कार कलिला मनहरूको? सखापै पारिदियो लत्ता कपडा कुम्लो कुटरो। अविरल वर्षा यामको झरी बादल देखेन कालो चस्माले, देख्यो र? सम्झ्यो उसले निज पशु भन्दा पनि निज लाग्थ्यो ऊ मानव विरोधी। अमुक ढुङ्गालाई त पुजिन्छ सम्मानले, उसले मानव ठानेन तर पनि हेरिरहेछ कालो चस्माले, हेरिरहेछ कालो चस्माले होइन र? अंग्रेजी राक्षस यन्त्रको ताण्डवता यो शताब्दीकै एउटा क्रूर राक्षस आखिर भस्मासुर नै त हो। एक दिन खरानी भई उड्नेछ, एक दिन खरानी भई उड्नेछ। हजारौं हजार आँसुको भेलले
हत्याएर अवश्य किनार लगाउनेछ र के भत्काउन सक्छ अङ्ग्रेजी राक्षस यन्त्रले पीडामा छटपटाएको ज्वालाले दन्किएका आक्रोशित मनका दरिला गाह्रो र भित्ताहरू र एकै स्वरमा स्वर मिलाउँदै जाग्ने छन् अङ्ग्रेजी राक्षस यन्त्र मुर्दाबाद अङ्ग्रेजी राक्षस यन्त्र मुर्दाबाद पीडित आवाज जिन्दाबाद पीडित आवाज जिन्दाबाद